साथीहरु नमस्कार। यतिखेर देशभरि पानी परिरहेको छ। विशेष गरी हिजो बेलुकादेखि नै पानी परेको हो र देशका मुख्य राजमार्गहरू पनि बन्द छ। काठमाडौँ जाने नाका सबै सरकारले नै बन्द गरिसकेको अवस्था छ। धेरै ठाउँहरूमा पहिरो गएर बन्द गरेको छ र गृह मन्त्रालयले भोलि र पर्सि विशेष गरी आइतबार र सोमबार बिदा दिने निर्णय गरिसकेको छ। त्यसैले तपाईहरु जहाँ हुनुहुन्छ त्यही सुरक्षित रहनु होला, सुरक्षित बस्नु होला, कहीं कतै पनि यात्रा नगर्नु होला। धेरै दुःखद घटनाहरू पनि घटिरहेको अवस्था छ। विशेष गरी तमोरमा गाडी खसेर एउटा बोलेरो खसेर 6 जनाको मृत्यु भइसकेको छ भनेदेखि 6 जना घाइते भएको समाचार आइरहेको छ। त्यसै कारणले गर्दाखेरि भोलि र पर्सि अफिस जानुपर्छ भनेर तपाईहरु चाहिँ अब नआत्तिनु होला। किन भन्दा बिदा दिइसकेको अवस्था छ सरकारले र पानी परेको परै छ। यो चीजलाई ध्यान मध्यनजर राख्दै तपाईहरु सबै सेफ हुनु होला। गृह मन्त्रालयले, सिडिओ कार्यालयले, मौसम पूर्वानुमान महाशाखाहरूले नै पानी पर्छ भनिरहेको अवस्थामा यतिखेर हामीले प्रकृतिलाई कमजोर ठानेर अथवा च्यालेन्ज गर्छौं भनेर बाहिर निक्ल्यौं भने हामीलाई नै गाह्रो पर्न सक्छ। त्यसैले यतिखेर हामी जहाँ छौं त्यहाँ सुरक्षित बसौं।